तपाईलाई थाहा छ आजभन्दा 104 वर्ष अगाडि अर्थात् 1977 सालमा जब 2 लाख नेपाली लाउरेहरू झन्डै 13 करोड रुपैयाँ बोकेर स्वदेश फर्किए त्यही बिन्दुबाट नेपालको अर्थतन्त्र ओह्रालो लाग्न सुरु भयो। जुन देशबाट सामान निर्यात हुन्थ्यो त्यही देश कसरी आयातमा निर्भर हुन पुग्यो। आजको बिर्सेका कथामा हामी लाउरेको त्यो पैसा र चन्द्र शमशेरको एउटा नीतिको चर्चा गर्नेछौँ जसले नेपालको आत्मनिर्भरतालाई सधैँका लागि अन्त्य गरिदियो। सन् 1914 देखि 1918 सम्म चलेको प्रथम विश्वयुद्ध, युरोपको त्यो महायुद्ध लड्न झन्डै 2 लाख नेपाली जनताहरू ब्रिटिस फौजमा भर्ती भएका थिए। युद्ध सकियो। 1977 सालतिर ती फौजी जवानहरू डफ्फाका डफ्फा नेपाल फर्किए। तथ्याङ्क भन्छ उनीहरूले आफ्नो साथमा झन्डै 13 करोड भारु धनराशि लिएर आएका थिए। त्यो बेलाको 13 करोड भनेको आजको अर्बौं रुपैयाँ हो। नेपालमा 81 पैसाको भेल बग्यो। त्यो अथाह पैसाले नेपालमा उद्योग धन्दा खोल्न सक्थे, कल कारखाना बन्न सक्थे। तर त्यस बेलाका श्री 3 चन्द्र शमशेरले अर्कै बाटो रोजे। उनले तराई क्षेत्रलाई गुलजार बनाउने बहानामा भारतीय व्यापारीहरूलाई नेपाल पसेर व्यापार गर्ने खुल्ला अनुमति दिए। सिमानामा पैठारी अड्डाको संख्या थपियो। परिणाम के भयो भने लाउरेले रगत बगाएर ल्याएको पैसा नेपाली बजारमा टिक्नै पाएन। त्यो सामान खरिद गर्ने बहानामा सिधै भारततिर फिर्ता भयो। इतिहासको एउटा तथ्य निकै रोचक छ। 1977 सालभन्दा अगाडि नेपालबाट सामान निर्यात बढी हुन्थ्यो, अर्थात् हामी बाहिर सामान पठाउँथ्यौँ। तर जब लाउरेहरू विदेशी पैसा र विदेशी बानी बेहोरा लिएर आए नेपालमा विलासिताका सामानको माग बढ्यो। लाउरेको संख्या बढेसँगै आयात वात्तै बढ्यो र निर्यात घट्यो। 1977 साललाई नेपालको वैदेशिक व्यापारमा ओह्रालो लाग्न सुरु भएको कालो वर्ष मानिन्छ। लाउरेले केवल पैसा मात्र ल्याएनन्, उनीहरूले समुद्र पारको रहनसहन, खानपिन र लवाई खुवाई पनि सँगै लिएर आए। पहिले राणा परिवारका लागि मात्रै आउने विलासी सामानहरू अब बिस्तारै गाउँ-गाउँका लाउरेहरूको घरमा पुग्न थाल्यो। आफ्नै हातले बुनेको कपडा लाउने र आफ्नै बारीको उब्जनी खाने नेपालीहरू बिस्तारै विदेशी लेभलका बोका हुन थाले। यो एउटा यस्तो सामाजिक परिवर्तन थियो जसले नेपालीलाई उत्पादकबाट उपभोक्तामा बदलिदियो। 104 वर्ष अघिको त्यो 13 करोड रुपैयाँले नेपालीलाई आधुनिकताको बाटो त देखायो, तर सँगसँगै परनिर्भरताको एउटा यस्तो सुरुङमा फसायो जहाँबाट हामी आजसम्म निस्कन सकेका छैनौँ। आज पनि लाखौँ नेपाली युवा विदेशमा पसिना बगाइरहेका छन् र त्यो पैसा मोबाइल, गाडी र विदेशी सामानमै खर्च भइरहेको छ। के इतिहासले फेरि आफैलाई दोहोऱ्याइरहेको त छैन? तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा राख्नुहोला। अर्को पटक फेरि यस्तै एउटा बिर्सिएको कथा लिएर आउनेछु। आजलाई बिदा हुन्छु। नमस्कार।